हेलो साथीहरू, गुड मर्निङ। हामी चाहिँ भर्खर उठेर छेमा छोरी चाहिँ हाँस्दै ब्रेकफास्ट गर्दैछौँ। आज चाहिँ हामी दुईजना उठ्दाखेरि चाहिँ बिहानको 8:15 गइसकेको थियो साथीहरू। ओ माई गड, हामी मात्रै हो कि क्या हो यति लामो सुत्ने। मिठो हो हाम्रो छिन चाहिँ यहाँ उठाएको छैन, हामी चाहिँ यहाँ सुतेको थियौँ। हामी चाहिँ अहिले 8 बजी उठेको। अनि यहाँ आलु उसिन्ने मान्छेको हालत यस्तो छ। मैले चाहिँ ब्रेकफास्ट गरिसकेँ। अनि यहाँ संस्कृतिले चाहिँ आलु उसिनिरहेको रहेछ, पाक्नु आँट्यो। संस्कृति चाहिँ यहाँ आलु केलाउनु थाल्यो। म चाहिँ यहाँ पानीपुरी बनाउँदैछु। अलिक ओसेको रहेछ। तित्री हाल्दैछ यसले चाहिँ यहाँ। ल हामी चाहिँ खानु सुरु गरेँ। यिनीहरूको चाहिँ पानीपुरी, मेरो चाहिँ आलुपुरी भन्दा पनि हुन्छ। उनीहरूको चाहिँ अब स्पाइसी, मिठो, अमिलो, चट्ट परेको छ। मेरो चाहिँ छैन, सादा। आलु पनि बेसी नखानु अरे, प्याज पनि खानु नहुने अरे, पिरो अमिलो पनि नखानु अरे। यो चाहिँ के भन्छ, आलुपुरी भन्दा खेर जाँदैन। उसको फेभरेट। खै अरू चाहिँ बोल न। मटर फल्दैछ है कत्रो कत्रो हाम्रो त, एक बोरा। भर्खर टिभी सकेर यहाँ उन्दैछ। आज चाहिँ हाम्रो मिस्त्रीलाई गोरुको मासु। हामी चाहिँ खाजाहरू पनि खाइसके। बाई गयो संस्कृति। बिचारा गयो यो पनि। आज त अस्ति मङ्गलबार बुधबारै आएको। कस्तो माया पो लाग्यो आज त्यसलाई त। खाजाहरू खाइसकेर पनि अहिले चाहिँ तातो तातो जाडोमा कफी पिउँदैछु। अब चाहिँ मजाले सुत्छु। ल त साथीहरू, आजको मेरो भिडियो चाहिँ यति नै थियो है। अब चाहिँ पुरा जाडो हुनु थाल्यो। संस्कृति पनि गयो, आज सुन्न भयो। अब चाहिँ म सुत्छु। थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई।